आज जिल्ला हस्पिटल सङ्गठनले मेडिकल कार्यक्रमका अध्यक्ष जिल्ला हस्पिटल त्यसै गरी सम्पूर्ण प्रशिक्षकहरू र सहभागी अपग्रेड हुनुभएका सम्पूर्ण यो सहभागी साथीहरू यहाँहरू सबैले आज चाहिँ एउटा अपग्रेडिङ गर्नुभएको छ, बेल्ट मार्नुभएको छ र यसले आफूलाई एउटा अनुशासनमा राख्ने अर्को बेल्ट सुरु भएको छ। यो बेल्ट भनेको चाहिँ आफूलाई अनुशासनमा राख्ने, आफूलाई अनुशासनमा आफूले अरूलाई चिनाउने, अरू समक्ष आफू प्रस्तुत हुने र आफ्नो पहिचान बनाउने, राष्ट्रको नाम राख्ने, आफ्नो नाम राख्ने र यसरी नै अब हाम्रो व्यक्तित्व विकास गर्ने र यसबाट यसलाई व्यावसायिक रूपमा लैजान पनि सकिन्छ, एउटा साइडको रूपमा पनि लैजान सकिन्छ र यसलाई हामी सबै स्वास्थ्य राख्छौँ, अनुशासित राख्छौँ। जसले गर्दाखेरि हामी आफू बन्न, समाजलाई बनाउन र राष्ट्रलाई चिनाउन यसले मद्दत गर्छ। धेरै राम्रो जे रोज्नु भएको छ, धेरै राम्रो रोज्नु भएको छ। यो हस्पिटलबाट हजुरको ठुल्ठुलो सपना पुरा होस् र यो भोलि बिहान गएर नेपालभरि नभएर विश्वमा पनि नाम कमाउने छु। र अहिले भुमलालजीसित कुराकानी भएअनुसार अहिले यो वडा पहिचानको एउटा खेल खेलाउने भन्ने कुरा छ। बजेट त त्यस्तो छैन, तर पनि केही न केही बजेट छुट्याएर यो अहिलेको यो साल करिब मङ्सिरभित्रैमा मङ्सिरभित्रैमा खेल खेल्ने र कुन खेल खेल्ने, कस्तो खेल्ने भन्ने कुरा तपाईँको संस्थाले भन्ने छ, जिल्ला हस्पिटल सङ्घले भन्ने छ भने बजेटको व्यवस्था थोरै भए पनि व्यवस्थापन गरेर तपाईँहरूको खेललाई यो सालमा वडा स्तरीय अथवा चाहिँ वडा कप यो हपिडो गेम गराउने, हामीले चाहिँ च्याम्पियनसिप गराउने र चाहिँ यहाँहरूले त्यसमा सहभागी भएर हाम्रो नाम राख्ने, आफ्नो नाम राख्ने, सङ्घको नाम राख्ने र नेपालको नाम राख्ने काम गर्नु होला। यही शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यहीँ अन्त्य गर्छु।